नमस्ते, म सन्देश सुवेदी। हजुरहरूले पागल प्रेमी भनेर पनि चिन्नुहुन्छ। गीत गाउन मेरो सानैदेखि इन्ट्रेस्ट हो हैन, हबी, एम। त्यो दाइहरूले अगाडि ब्यान्डहरू थियो, दाइको स्मृति ब्यान्ड भन्ने दाइहरूले गिटार बजाउनुहुन्थ्यो। आफूले त्यो हेरेर त्यहाँ क्राउडले जुन चियर अप गर्थ्यो त्यो एकदम मन पर्थ्यो। त्यस्तो प्रेरणा त छैन, तर जस म्युजिकले मन छुन्छ त्यही हो। सङ्घर्ष त धेरै गर्नु पर्यो। कस्तो भन्दाखेरि अब हाम्रो देश नेपालमा अब म्युजिकलाई त्यति साह्रो प्रायोरिटी दिँदैनन्। पढाइ नै सबैभन्दा ठुलो कुरा हो भन्ने सोचमा यहाँको मानिसहरूको ज्ञान र कला बीचको अन्तर धेरै नै छ हैन, बुझ्दिँदैनन् त्यस्तो मान्छेहरूले। स्ट्रगल त आफ्नो ठाउँमा गरिरहेको छु अहिलेसम्म। मेरो पहिलो एल्बम जहाँ मनको जीवन्य भन्ने गीत आजभन्दा 2 वर्ष अगाडि सिनेजन स्टुडियोमा रेकर्ड गराएको थिएँ। सपोर्ट त फ्यामिली बिना त असम्भव नै छ। जो सपोर्ट गर्नुहुन्छ, माया गर्नुहुन्छ, तर पनि डराउनुहुन्छ म्युजिकमा लागेर सायद पछि त्यही नहोला कि भनेर। गाह्रो एकदमै छ। अब तपाईँको गीत बजाउनुदेखि लिएर रेकर्ड गराउनुदेखि लिएर अब नयाँ सिङ्गरहरूको तपाईँको भोकलको क्वालिटीलाई नबुझिकन एरेन्जरहरूले रेकर्डिस्टहरूले त्यसरी टेक लिइदिन्छन्। एरेन्जरहरूको अब कस्तो हुन्छ भनेदेखि नयाँ आउनेहरूलाई त्यति साह्रो केयर गरेर उनीहरूलाई राम्रो खालको गरिदिने त्यो पनि छैन चलन हैन। त्यही हो, गाह्रो छ। अब एकदमै भोगिरहेको छु हैन। जस दाइहरूले कतिपय दाइहरूले माया गरिदिनु भएको छ, सपोर्ट गरिदिनु भएको छ, त्यसकै आधारमा अहिलेसम्म चाहिँ चलिरहेको छु। तर भिडियो बनाउनुभन्दा बजाउनु नै धेरै गाह्रो रहेछ। अब कस्तो आफू बस्नुको कारण भनेको अब तपाईँको प्रोफेसनल मोडलहरू त अहिले हाम्रो देश नेपालमा सायद कमी नै छ हैन। अब आफूले त्यत्रो खर्च गरेर एउटा म्युजिक भिडियो बनाइन्छ। अब आफ्नो फेस नै आएन भने अब तपाईँको पहिला जस्तो MP3 सुनेर अब त्यो मान्छे सिङ्गरलाई चिनिने अब ठाउँ छैन अहिले हैन। अब भिडियो नै हेर्ने उयो चलन आएको छ। त्यही भएर आफू बस्यो, गाना पनि यसले गाएको रहेछ भनेर चिन्छ। त्यही हो। त्यो चाहिँ के भएर हो भनेदेखि अब तपाईँको सिङ्गरहरूले अब हरेक गीतलाई अब रेकर्ड गर्नुपर्छ। अब तपाईँको मैले अघि भनिगएँ नि, तपाईँको एउटा गीत मात्र तपाईँको एल्बमहरू त बिक्री हुँदैन। गीत मात्र सुनेर मान्छेले चिन्दैन। अब भिडियो भनेको त कस्तो हुन्छ भने एउटा भिडियो बनाउनको तपाईँको लाख 1.5 लाख रुपियाँ खर्च भइरहेको हुन्छ। तर तपाईँको जसरी हामीले खर्च गरिरहेको हुन्छ त तपाईँको पाउँदैन, उठाउन गाह्रो हुन्छ हैन। सोहरूकै भर पर्नुपर्ने हुन्छ। अनि त्यो भएर कोही रहरले पनि आउँछन् यहाँ हैन, मोडलहरू। त्यसले गर्दाखेरि सिङ्गरहरूलाई पनि बेनिफिट हुन्छ। त्यही भएर पनि त्यस्तो भयो। गाह्रो एकदमै छ। तर गायक पनि 2 किसिमको हुन्छ जस्तो लाग्छ। अब तपाईँको पैसा कमाउनको लागि गाना गाएको कि आफ्नो मनको लागि हैन। अब पैसा कमाउँछु, यतै आएर बस्छु, म्युजिकलाई नै त्यो बनाउँछु भने त सायद गाह्रै छ हैन। अब आफ्नो पछाडि पनि अलिकति ब्याकग्राउन्ड स्ट्रङ छ भने म्युजिकमै अब गाना गाएर चित्त बुझाउँदै कन्सर्ट गर्छु, पपसप खोलेर बस्छु, गाउँदै बस्छु, त्यो भन्नेलाई चाहिँ सही नै हो। मेरो त त्यही हो। त्यस्तो अब म्युजिकलाई नै क्यारियर बनाउने हो। त्यही हो, पप खोलिन्छ, गाना गाइन्छ, बसिन्छ। आफूलाई पुग्दो छ, नपुग्ने छैन। पेट पाल्न अब भात दाल तरकारी खान त कमी नहोला, दुधसँगै खाइन्छ। नयाँ गीतहरू रेकर्ड भइरहेको छ, भिडियो बनाउने सोचमा छु। दर्शकहरू भनेको त अब हाम्रो एकदम अमूल्य अङ्ग हुनुहुन्छ हैन। अब हामीलाई गाना गाएर अब म्युजिकमा तपाईँको कमाइ समाइ त छैन, उहाँहरूको मायाकै लागि भनेर हामीले गाना गाउने हो। उहाँहरूले जो सपोर्ट गर्दै पनि राख्नु भएको छ, एउटा कुशल गायकलाई चिनिदिनुहोस् हैन। किनभने गाना गाउनु मात्र ठुलो कुरा हैन, गाना बुझ्नुलाई पनि एकदम प्राथमिकता दिन्छ। हजुरहरूले नै छुट्याउने कसले राम्रो गाना गाउँछ, को देशको राम्रो सिङ्गर हो। हजुरहरूको प्रोत्साहितको एकदम खाँचो छ। जस माया गरिदिनुहोस्, त्यही भन्न चाहन्छु। चाहे टुटोस् तारा या फुटोस् धरती, या झरोस् आकाशमै माथि, चाहे तोड नाता या जोड सम्बन्ध, खाली दुख्ने नै त हो यो छाती। म त पागल प्रेमी, म त पागल प्रेमी, म त पागल प्रेमी, म त पागल प्रेमी। पछ्याइरहन्छु जीवनभरि मात्र तिम्रै छाया बुझ्दैछे। कुनै दिन तिमीले मेरो माया पछ्याइरहन्छु जीवनभरि मात्र तिम्रै छाया बुझ्दैछे। कुनै दिन तिमीले मेरो माया चाहे गर विश्वास नगर साथी, अब तिमीले म
आकाश मेरो संसार तिमी जेवाना निभेको दियोमा भए नि आँखाको काँडा भए पनि तिमी जे सोच म मेरो कथाको राजकुमार म मेरो कथाको राजकुमार म मेरो कथाको जीत नै के जीवन म हारे पनि हाँस्नुमै के खुसी म रुँदै हाँसे पनि जसले जे भन्यो हुँदैन त्यो कर्मले बुन्ने भाग्य हो यो जसले जे भन्यो हुँदैन त्यो कर्मले बुन्ने भाग्य हो यो म मेरो कथाको राजकुमार म मेरो कथाको राजकुमार सक्दिनथे आफैलाई अङ्गाला थिएन जिउने सारा दोष आफैलाई दिँडेथे म तर जीवन जिउनु पर्दो रहेछ जसले जे भन्यो हुँदैन त्यो कर्मले बुन्ने भाग्य हो यो जसले जे भन्यो हुँदैन त्यो कर्मले बुन्ने भाग्य हो यो म मेरो कथाको राजकुमार यो खुला आकाश मेरो संसार तिमी जेवाना निभेको दियोमा भए नि आँखाको काँडा भए पनि तिमी जे